one. Thank you, Hayat. CMM. Bro, take the membership. Take the membership. CMM. Take one coin membership. Hurt me. Thank you. CMM, thank you. Take the membership of one coin, bro. म एउटासँग मेरो कुरा भएको थियो कि सन्ध्या बहिनी खतरा प्लेयर थियो के नाम भन्दिनँ म अहिले त्यो नेक्स्टमा आउँछ त्यो प्लेयर चल्दो बल्दो टिडिएम प्लेयर हो के त्यो सोलो भाइ ओइ सोलो भाइ जिमलाई बोलायो भने जिम आउँछ नि फेरि थाहा छ कि छैन भाइ के गर्नु त्यहाँ त्यो एसएसटी जिम होइन त्यही होइन जिम पहिलाको जिम होइन नि जिम भन्ने त्यही त जिम भन्ने क्या एसएसटी जिम त्यही हो क्या रनमतीको छोरी टिकटक हाउ टु टेक मेम्बरशिप ब्रो अरे गो टु द गिफ्ट एन्ड देयर इज गिफ्ट एन्ड एक्सक्लुसिभ Click to the exclusive and hurt me. There is one coin hurt me. इस गाडी बडो स्लाइडरले खेल्छ लायो बुढो हो जन बबाल हो त एसिया नि खेल्न थालेको रहेछ नि त अहिले ओ थ्यांक यू द्याट्स द मेम्बरशिप अर्को लटमा चाहिँ जिमलाई बोलाउनु पर्यो के ओके गट इट थ्याङ्क यू म्यान थ्याङ्क यू आउनु नि सक्छु नआउनु नि सक्छु दाइ त्यति स्योर छैन कुरा नगरौँ लाइभमा हेरेँ ल यो फोनमा सिफ्ट भएको छ अरे आइप्याडमा चाहिँ डेन्जर हान्दो रहेछ है यो जेनले रन्दाखेरि यसको हेरेको टप 5 वर्ल्ड रहेछ यस्तो हो के दाइ त्यो प्लेयरहरु आउन नि सक्छ नआउन नि सक्छ होला के 50-50 चान्सेस आउँछ भाइ मसँग टेक्निक छ के मैले त्यसको हैन त्यसलाई बोलाउने टेक्निक बुझे क्या भाइ के रहेछ भनेर भनौँला म प्राइभेटमा तिमीलाई ओ सोलो 3x लगाछ त त्यस्तै हुन्छ त वर्ल्ड टप 1 चाहिँ को अरे स्लाइडर 90 fps हरु को छ क्ल्यानमा लिन्छु भन्छ आफै क्ल्यानमा छैन रे फ्रिक्सन त क्ल्यानमा लिन्छु भन्छ आफै क्ल्यानमा छैन रे फ्रिक सन्ध्या त सन्ध्या क्ल्यानमा छ त ओए सोलो ओए अब टप प्लेयर आउँछ टुर्नामेन्टले गर्दा के भन्छ अब बिस्तारै मार्केट स्क्यान ब्रुसली स्लाइडर 90 खरमा हैन कुरा घुमाको मा असल खाथे के रे मैले स्टार क्याप्टेनलाई हजुरको लाइभमा ल्याउँछु भने हैन त पहिले ल्याएनौ के गर्नु त्यो त तिम्रो कला हुनु पर्यो नि त भाइ ए लामो कला हुनु सरी दाइ हो द फक अरे ल टर्नी खेलाउन लागु थियो त्यो बेला टर्नी और मोड होइन टप 5 वर्ल्ड हो के स्टार क्याप्टेन आफै आउँछ अब आउँदैन कहाँ त्यो रनमाथिको छोरी त्यो हिरो हो त्यो त रनमाथिको मसँग त्यत्रो म्याचहरु खेलेर त्यो अचेल टिडिएम त खेल्दैन त्यति हेर्नु न त्यो त अल्टिमेट खेलेर बस्छ त्यो त टप 5 वर्ल्ड ओबिटो तर डाइरेक्ट खासमा टिडिएम त त्यसले गर्दा भाइरल भयो के हो त इन्फ्लुएन्सर हो त्यो टिडिएम को खतरा इन्फ्लुएन्सर हो के त्यो टिसेन्ट्रिक्सहरु गरेर हो के सबै म्याच ओइ सन्ध्या बहिनीले 10 युसीमा यार यो मिथिक अल्टिमेट को पार्दैछ यार के भयो त ठुलो कुरै भएन यो बहिनीकोमा कसरी पर्छ यार यस्तो के छ टेक्निक भनौँ न हो टेक्नोलोजी नट अ बिग डिल म्यान ए हो यसले नपार्ने फेरि दाइजी हेर्नु न हजुर ढल्नुहुन्छ अरे अल्टिमेट टुर्नामेन्टहरु हान्छ हौ टुर्नामेन्ट पनि त्यति खेल्दैन हौ अहिले खेल्दैन हौ टुर्नामेन्ट यो नेपाली टुर्नामेन्ट खेल्दैन
विदेशी पनि त्यसले खेल्नै मान्दैन हो रणमा दिक्सरीले धेरै त्यसको सर्भर हुनुपर्छ के दाइ अनि युरोप टुर्नामेन्ट कति भइरहेको हुन्छ त कहाँ खेल्छ त त्यो चरी युरोप टुर्नामेन्टहरू खेल्छ स्लाइडरहरू सबै भएको चाहिँ खेल्छ नर्मल भएकोहरू खेल्दैन अब स्लाइडर रणमा दिक्सरी त्यो पनि आउँछु बुढेमा त भने फेरि अनि के अरे सोक्लोजहरू भएको खेल्दैन सोक्लोजहरू हेरेको भनेर थाहा छ स्लाइडरसँग चाहिँ राम्रो रिलेसन छ जोम्बीहरूको त्यही भएर खेल्छ क्याप्टेन भने हो त्यही क्याप्टेनै भनेको केटाहरूले यसरी क्याप्टेन यो आइप्याडमा भएको भए चाहिँ मजा आउने रहेछ यार यसको गेम हेर्नलाई के भएको थियो सुन्नु न बेस भएर ओबिटोलाई चाहिँ भेटाम भनेर लबी बोलाएको थिएँ इन्टर क्याप्टेनलाई लबी आयो बेस भएर यसले ओबिटोले भिडियो बनायो होइन भिडियो बनाउने बित्तिकै 1 मिनटमा अनफिट हानेर चल्दिरहेको क्या जित्दै यो दुइटालाई त ओपी 10 युसीमा जहिले पर्छ किन हो म यस्तो लक्की राम्री फेमस अरे आमामल्ला अनि छैनौ त क्लानमा अरे छ क्या जुजु नाम छ त त्यहाँनिर जुजु आइडी सन्ध्या बहिनीको आइडी हो क्या सरी तपाईँ 10 युसीमा त मैले नि जित्दिन्छु को यो प्लेयर टप 5 आइस चेन रहेछ कि तर फोनमा सिफ्ट भएको रहेछ भाइ बेनम भाइ लभली यार मेरो भाइ आइफोनबाटै कपी लिङ्क हानेको हाने छ यार भाइलाई कसैले सपोर्ट दिएन है भाइ ठिक छ चिन्ता नगर न माइट्रोन भनेको बेला म पनि अनि त्यस्तै गर्छु नि त चिल बस न यो ब्याग फेभरेट हो र मैले नि गरिरहेको छु के छ नानी हाउ खबर वर्ल्ड आइप्याड टप 5 त बुढोको लाइभमा आउन थाल्यो बुढा पनि चलपल नै हो अरे ए बुढा धेरै अगाडि चलफल भएर सेलाइसकेको बुढा हो क्या यो ए अलिक बढी भयो क्या हो आज एक दिन नहानेको इजी हो त हिजो पनि हान्नुभएको थिएन है ब्रुसलीले कफ हान्नु चाहिँ ए हिजो हान्नुभएको थियो 400 कति ब्रुसलीले नहानिकन चित्तै बुझ्दैन क्या किन त्यो आदत लग गइयो क्या हजुर दादा ठिक छ हजुरको सुनाउनु बुढो बाघ होइन त सर बुढो बाघ हो नि मलाई नि परेको थियो दाइ जमानामा 300 सिल्भरमा एक्सुट क्रेटमा प्यारासुट एक्सुट क्रेटमा प्यारासुट अरे चल पल 568 थियो हिजो ए 568 हो बेनम भाइ म पनि हान्दैछु ट्याप हान्दैछु म एकदम निन्द्रामा पनि फ्रिक्सरको लाइभ हेर्दैछु नानी लभली हो त कस्तो पुसान्थ्यो यार रणमतीको छोरीले पागल एग्रेसिभ रहेछ सोलो भाइ ट्याप हान सोलो भाइ बिटिना हान दाइ मैले कति हानिसके ए मेरो लौडा हाने बबाल पुसान्थ्यो ट्याप हानेको छु आज को र बबाल हान्दैछ त यो आइसिजन भन्ने अरे क्या खेल्ने भयो भन्नु म सुरुमै स्लट लगाइदिन्छु बुढो आजकल हल्का स्क्रिम हान्न सुरु गरेको छु एक्सपिरियन्स छैन मोटिभेसन देऊ न अरे नहान यार त्यही हो मोटिभेसन यार मोटिभेसन हो कि डिमोटिभेसन हो त्यो अनि मोटिभेट गरेर के गर्नु उसको जिन्दगी बर्बाद हुन्छ रणमती छोरी त्यो पनि फ्याक्ट है फ्याक्ट तर लभली मोटिभेसन ट्याप प्लस नेट राम्रो भयो भने खतरा हुन्छ होला जेन प्लस नेट राम्रो भयो भने खतरा हुन्छ होला जेन प्लस नेट राम्रो भयो भने खतरा हुन्छ होला जेन अड्क्यो है आफै अड्किरहेछ त किन आयो
आफै अड्किरहेछ किन होला छैन गएको केटा छैन बफर भइरहेको क्या दाइ झापालाई गाउँ भन्ने चाहिँ को छोडिदेऊ न त्यो पाखीहरू पोखराबाट जिन्दगी बाहिर निस्किएको छैन अनि थाहा छैन पोखरा चाहिँ गाउँ जस्तो लाग्छ हौ मलाई तर त्यो लेक साइड बाइक के छ र पोखरामा त्यही भने क्लब पनि झाटु क्लब जस्तो त्यही भनेको केटै मात्र आउने क्लब कस्तो क्लब हो लामो यार रन मात्रै 100जना केटामा रन मात्रै 10जना केटी अरे के गर्ने त्यो त्यही भनेको त्यसरी क्लब हुन्छ दाइ बिजुको कुरा नभन्नु मलाई गाउँले पोखरा राम्रो ठाउँ जान माध्यम मात्र हो पोखरा हो सही कुरा गर काइडो भाइले लभली वर्ड भाइ राम्रो ठाउँ जाने एउटा माध्यम एउटा बाटो मात्रै हो त्यही त राम्रो ठाउँ जाने बाटो ओ बाटो पर्ने मात्र